हेलो नमस्ते सबैजनामा मेरो भिडियोमा स्वागत छ। यस भिडियोमा देखाइएको टर्की चरा हो। सुरुमा मलाई देख्ने बित्तिकै मन परेको थियो, साथै मलाई पाल्ने रहर जाग्यो। त्यसैले यसको बारेमा सामान्य जानकारी लिएर पाल्नु सुरु गरे। यो समय करिब कोरोना महामारी कालको हो, जति बेला सबैजना घर घरमा बस्नुपर्ने बाध्यता थियो। विश्वभरि नै डर त्रासको माहौल थियो, सोसियल डिस्टेन्स राख्नुपर्ने बाध्यता थियो। त्यही बेलामा यो टर्की चरा पाल्ने रहर जागेको हो। जब यस बारेमा मैले बुझेँ, यसको शारीरिक बनावट, यो सुन्दरता जुन देखेँ, अब त्यसमा पनि वयस्क एकदम म्याच्योर्ड भएको भालेहरू चाहिँ झन् पखेटा फिजाएर हेर्दाखेरि मजुर जस्तो लाग्ने, यसले मलाई आकर्षण गर्यो। त्यसैले यसको बच्चा अवस्थामा धेरै हेरचाह गरेँ। यसको खानपिन, औषधि उपचार, मल्टिभिटामिन, एन्टिबायोटिक, चारो, तापक्रमको मात्रा सबै मिलाएर हुर्काएँ। जब यो 2 महिनाको भयो, त्यसपछि अब यसको फिजिकल्ली पनि ग्रोथ भयो, जसले गर्दा अब यो मजबुत हुन थाल्यो, जे पनि खान थाल्यो। झारपात, साग, खोले सबै त खाएपछि हुर्काउनु अझै सजिलो हुँदै गयो। र 2 महिना पछिदेखि बिहान र बेलुकाको समय पुरै 2-3 घन्टा बाहिर डुलाउने, घुम्ने, चौरीमा भयो, बाटोमा डुलाएर हिँड्थे। यिनीहरूको आवाज सुन्थे, साउन्ड सो गुड। इमेजिन गर्दा पनि लाग्छ कि जङ्गलमा, खोलामा चराचुरुङ्गीको आवाज सुनेको त्यस्तो खालको इमेजिन हुन्थ्यो। जे रमाइलो हुन्थ्यो यिनीहरू साथ समय बिताउँदा, त्यो समय छेड सम्झिँदा। अहिले यो भिडियो ठ्याक्कै ग्यालरीमा भेटेर मलाई त्यही दिनको, त्यही समयको क्षणको याद दिलाइरहेको छ। त्यो समयमा सबैलाई एउटा कुरा महसुस गराएको थियो कि अब उत्पादनशील, उद्यमशील बन्यो भने मात्र आर्थिक समृद्धि सम्भव छ। त्यसैले सबैजनाले, व्यवसायी भयो, कृषक दाजुभाइ भए, सबैजना यस क्षेत्रमा लगानी गर्न चाहनुहुन्थ्यो। गाई पालन, टर्की पालन, बाख्रा पालन, तपाईँको मेवा खेती, विभिन्न सागसब्जी खेती भयो, केरा खेती भयो, यसमा लगानी गर्नुहुन्थ्यो। तर केही समयमा व्यवसाय लथालिङ्ग चौपट हुन्थ्यो, ढाड पल्टिने अवस्था थियो, आवश्यक परे विस्थापित हुने अवस्था थियो। त्यसैले गर्दाखेरि अब यसको विविध कारणहरू हुन्छन्। कारणमध्ये ब्याङ्किङ कर्जा प्रवाह झन्झटिलो र जटिल बढ्नु, बजार व्यवस्थापन नहुनु, कृषकको क्षतिको ग्यारेन्टी नहुनु, राज्य मैत्री नबन्नु, राज्य अर्थतन्त्र प्रणालीलाई नै निश्चित पुँजीपति सर्कलबाट प्रभाव पार्ने विविध कारणहरू थिए। खैर, यसमा हामी नजाउँ। यसमा मेरो ट्रायल बेसिसमा म सफल भए पनि मेरो सोख रहरलाई पनि व्यवसायीकरण गर्नु सकिनँ, त्यो आफ्नो ठाउँमा छ। तर मैले मेरो सोखले मात्र हो, त्यस कारणले गर्दा त्यस्तो कुनै गुनासो पनि छैन। र मेरो भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद। तपाईँहरूको दिन शुभ रहोस्। थ्याङ्क यू, बाई बाई।